वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। नमस्कार। 2082 साल मेष राशि भएका व्यक्तित्वहरूलाई कस्तो रहेको छ? आज मैले मेष राशि भएका व्यक्तित्वहरूको 2082 सालको विशेष राशिफल लिएर उपस्थित भएको छु। 2082 साल प्रत्येक महिना कस्तो फल मिल्न सक्नेछ, प्रत्येक महिनाको अवस्था कस्तो रहनेछ र कस्तो ग्रहले कस्तो हानि गराइरहेको छ र आफूले केही चाहिँ सुधार गर्न सक्ने ग्रहको शान्ति विधि केही अपनाउनु पर्ने अवस्था छ या छैन, प्रत्येक विषयमा रहेर आज मेष राशिको राशिफलको बारेमा तपाईहरुलाई जानकारी दिन गइरहेको छु। तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर साथ दिनु होला, किनकि तपाईको साथले नै हामी अगाडि बढ्ने छौं। र तपाई हामीसँग चिना हेराउन चाहनुहुन्छ भने सुरुमा मैले WhatsApp नम्बर दिएको छु, WhatsAppमा हामीलाई मेसेज गर्न सक्नुहुनेछ। त्यो WhatsApp नम्बर तपाईले स्क्रिनको अगाडि पनि देख्न सक्नुहुनेछ। हामीलाई मेसेज गरेर हामीसँग प्रत्यक्ष कुराकानी गरेर चिना हेराउन पनि सक्नुहुनेछ। प्रत्यक्ष रूपमा चिना हेराउँदा केही गुरुदक्षिणा तपाईले प्रदान गर्नुपर्नेछ। अब गुरुदक्षिणा गर्न गाह्रो अप्ठ्यारो भएको खण्डमा तपाईले यही भिडियोको कमेन्टमा पनि आफ्नो जन्म मिति र समय प्रश्न रूपमा खुलाएर कमेन्ट गर्न सक्नुहुनेछ। भोलिको दिनमा हामी तपाईको चिना विश्लेषण पनि लिएर उपस्थित रहनेछौं र तपाई सम्पूर्ण जो हुनुहुन्छ तपाईहरुले आफ्नो परिवारजनको अथवा विशेषतया आफ्नो परिवारका सदस्यहरुको स्वयं तपाईको नै चिना बनाउन चाहनु भएको छ भने पनि हामीलाई सम्पर्क राख्न सक्नुहुनेछ। हामीले तपाईको चिना बनाइदिएर तपाईको घरसम्म पठाउने जबरको हाम्रो अफिसबाट नै गराउने नै छौं। अब भने सुरु गरौँ आजको विषयवस्तुतर्फ। मेष राशि, जसको नाम चु चे चोला ली लु ले लो र अन्तिममा अबाट निस्कन्छ तपाईहरु मेष राशिमा पर्ने गर्नुहुन्छ। सर्वप्रथम मेष राशि भएका व्यक्तित्वहरूलाई 2082 साल 7.5 शनि ग्रहको प्रभाव पर्नेछ र नकारात्मक शनिको प्रभावले गर्दाखेरि तपाईहरुले चाहिँ शनिको अवस्थालाई विचार गर्न जरुरी रहेको छ। यदि तपाईको शनि तपाईको जन्म कुण्डलीमा ठीक छैनन् अथवा राम्रो छैनन् भने तपाईले यो 7.5 को शनि ग्रहको शान्ति गर्ने र तपाई चाहिँ यो वर्षको शुभारम्भको लागि अगाडि बढ्ने गर्नुपर्छ। नत्र भने तपाईलाई 7.5 शनिको प्रभावले अत्यन्त दुःख पाउनु पर्ने, बढी दौडधुप गर्नु पर्ने र विविध किसिमका विवादमा पर्नु पर्ने, सानो कुराले पनि धेरै दुःख दिइरहेको अवस्था सृजना गराउने, यो किसिमको ग्रहदशा र चोटपटकको सामना समेत गर्नुपर्ने अवस्था सृजना गराउन सक्छ। त्यसकारणले कुरा यो चाहिँ 7.5 शनि ग्रहको स्वस्य शान्ति विधि चाहिँ तपाईले अपनाउनु पर्ने नै छ। र अन्य अवस्थामा चाहिँ मेष राशि भएका व्यक्तित्वहरूलाई वर्षारम्भ जब सुरु हुन्छ, वर्ष सुरु हुन्छ, तब केही समय बृहस्पति र केतु शुभ रहनाले शुभ फल पनि प्राप्ति रहनेछ, जसमा तपाईले चाहिँ विशेषतया आम्दानीको वृद्धि रहन सक्ने हुन्छ, मन सन्तोषजनक रहन सक्ने हुन्छ हैन, धर्म कर्ममा मन जाने वातावरणहरू पनि सृजना रहनेछ, छोटो यात्रा पनि रहनेछ यो वर्षको शुभारम्भमा। तर जेठ पछि चाहिँ यो चाहिँ बृहस्पतिको केतुको राहुको सबैको राशि परिवर्तन भएसँगै तपाईको अवस्था भने मध्यम हुन आउँछ। त्यसकारणले गर्दाखेरि स्वास्थ्य अवस्थामा पनि समस्या हुन सक्ने हुन्छ भने अनावश्यक खर्च बढेर जाने वातावरण पनि सृजना रहन्छ। त्यसकारणले गर्दाखेरि तपाईहरु जो हुनुहुन्छ तपाईले चाहिँ वैशाख र जेठ महिना, वैशाख महिना केही शुभ भए तापनि त्यसपछिका महिनाहरुमा चाहिँ अलिकति खर्चमा नियन्त्रण गर्नुपर्ने अवस्था सृजना रहन सक्दछ। अब तपाईको समग्रमा 2082 साल कस्तो रहनेछ भन्दा तपाईलाई यो वर्ष राहुले शुभ फल दिने भएको कारणले गर्दाखेरि आम्दानीमा तपाईले वृद्धि हुँदै जानेछ अथवा आम्दानीको तपाईले नयाँ सोच, नयाँ बाटोहरू फेला पार्न सक्ने वातावरण पनि सृजना हुनेछ। थोरै बुद्धि र विवेकले काम लिनियो भने यो वर्ष तपाईले चाहिँ आम्दानीको पक्षबाट चाहिँ नराम्रो फल मिल्ने अवस्था भने छैन। यात्राको अवसरहरू पनि विशेष रूपमा प्राप्त हुँदै जाने ग्रह दशाको योग देखिन्छ। त्यसकारण
कारणले गर्दाखेरि यो वर्ष तपाईलाई चाहिँ आय स्रोतको हिसाबले चाहिँ राम्रो नै मान्न सकिन्छ। तर तपाईको खर्चको अवस्था भने नितान्त बढी मात्रामा हुन्छ। हातमा धन नटिक्ने वातावरण बढी मात्रामा सिर्जना हुन्छ। अलिकति अब्जसको सामना गर्नुपर्ने अवस्थाहरू चाहिँ यो वर्ष तपाईले प्राप्ति गर्न सक्नुहुनेछ। त्यसकारणले अब शनिको यदि तपाईहरुबाट सुख शान्ति विधि भयो भने त तपाईको यो वर्ष तपाईको पक्षमा चाहिँ सामान्य पक्षमा रहनेछ, किनकि शनिको नकारात्मक फल तपाईलाई कम मिल्ने बित्तिकै तपाईले चाहिँ आँटेका कामहरुमा सरल तरिकाले गर्न सक्नुहुनेछ। नत्र भने तपाईलाई बाटो बन्द भएको जस्तो महसुस तपाईले सामना गर्नुपर्नेछ। अब शनिको शान्ति विधि शनि स्तोत्रबाट गर्न सक्नुहुनेछ। ओम सम शनैश्चराय नमः जप गर्न सक्नुहुनेछ, अथवा शनिबारको दिन वर पिपलमा जल चढाउन सक्नुहुनेछ, अथवा शनिबारको व्रत धारण गर्न सक्नुहुनेछ। र यदि गर्नुभयो भने तपाईलाई वर्ष राम्रो हुन्छ। अझ यसलाई यो वर्षलाई अझ विशेष बनाउन म के गर्न सक्छु भन्ने तपाईलाई लाग्छ भने तपाईले बिहीबार पनि चोखनिष्ठ गर्ने वातावरण, बृहस्पतिको पूजा गर्ने, बृहस्पतिको जप गर्ने, ओम ब्रीम बृहस्पतये नमः, अथवा तपाईले चाहिँ यो वैदिक मन्त्र जप्न ठूलो लामो मन्त्र जप्न चाहनुहुन्छ भने बृहस्पति अति अदर्जो अरेहा त्युम दुईभा तिक्तु मजनेको यदि दय छवसरेत प्रजा ततस्मा सुद्रविनन्दे चित्रम उपाय मघैतोष बृहस्पतये त्वै खतेजो बृहस्पतयेवा। यो मन्त्र तपाईले सुन्न पनि सक्नुहुन्छ। अब तपाईलाई यो पढ्नलाई गाह्रो रहन सक्दछ। श्रवण गरेर पनि तपाईले यसको यो चाहिँ बृहस्पतिको अशुभत्वमा शुभ फल प्राप्ति गराउन के प्रयासहरू तपाईले गर्न सक्नुहुनेछ। यसले गर्दाखेरि तपाईको मेहनत खेर जाने अवस्था भने कमै मात्रामा रहन सक्दछ। तपाईले गरेको मेहनतको अवस्थाहरू चाहिँ अवसरहरू, आफूले आँटेको कामहरूबाट विशेष तपाईले फल प्राप्ति गर्न सक्नुहुनेछ। मेष राशि जो हुनुहुन्छ तपाईहरुलाई वैशाख महिना कस्तो रहन सक्दछ त? वैशाख महिनाको शुभ फल र अशुभ फल के कस्तो रहन सक्छ भन्ने विषयमा चाहिँ वैशाखमा आफू बसेको स्थानमा हानि रहन सक्दछ, र अर्को तपाईको अलिकति रिसमा वृद्धि रहन सक्दछ, र अलिकति पारिवारिक असन्तोष बढी मात्रामा सिर्जना रहन सक्दछ, र आफ्नो घरबाट आफू केही कमजोरी रहनु पर्ने वातावरण सिर्जना गराउने नै छ। तर धनको क्षेत्रमा चाहिँ बृहस्पतिको वैशाख महिनामा बृहस्पतिको केही अनुकूलताले तपाईले चाहिँ त्यसबाट चाहिँ मेहनत गरेको अनुसारको फल पनि प्राप्ति गर्न सक्नुहुनेछ, धन सञ्चित पनि गर्न सक्नुहुनेछ, जसले तपाईलाई आंशिक लाभ भने अवश्यमेव प्रदान गराउने नै छ। अब शुक्रको अवस्था पनि वैशाख महिनामा राम्रो अवस्थामा छन्, जसले गर्दाखेरि सुख सन्तोष पनि मिल्नेछ। सरल तरिकाले तपाईले आफ्नो क्षेत्र चाहिँ फैलाउन सक्ने वातावरणहरू सिर्जना रहनेछ। रिस भए तापनि साथ दिने व्यक्तित्वहरू फेला पर्ने वातावरण बढी मात्रामा रहनेछ। र यो महिना तपाईले जब वैशाख महिनामा कम बोलेर कार्य गर्नु राम्रो रहन्छ। अलिकति बुद्धि पुर्याउन नसक्दा आफूले दुःख पाउनु पर्ने अवस्था सिर्जना हुनुहुन्छ। वैशाख महिनामा अलिकति बुद्धि र विवेकले काम लिनु पर्ने हुन्छ। अलिकति शरीरमा एलर्जीको अवस्थाहरू अलिकति बढी मात्रामा सिर्जना हुने चाहिँ अवस्था वैशाख महिना तपाईलाई रहन सक्दछ। तर अन्य अवस्थामा भने तपाईले राम्रो गर्न सक्ने वातावरणहरू रहनेछ। वैशाख महिनामा केतु ग्रह शुभ छ, जसले गर्दाखेरि यता कता शत्रुहरूलाई जित्न सक्ने, ऋणहरूलाई कम गर्न सक्ने हैन, र आफ्नो चाहिँ क्षमता प्रदर्शन गर्न सक्ने समय पनि रहन्छ। तर राहुले एउटा दुईटा समस्याहरू त निहालिरहेको हुन्छ वैशाख महिनाको लागि। तर अब वैशाख महिना पश्चात चाहिँ यो राहु र केतुको राशि परिवर्तन भए सँगसँगै जेठमा चाहिँ फेरि फरक फल तपाईले प्राप्त गर्न सक्नुहुनेछ। तपाई मेष राशिहरुलाई अब जेठ महिना चाहिँ कस्तो रहनेछ भन्दाखेरि जेठ महिना मेष राशि भएका व्यक्तित्वहरू अलिकति कमजोर रहन सक्ने अवस्था सिर्जना हुन्छ। यो समयमा खर्च पनि बढ्न सक्नेछ, र आंशिक रूपमा तपाईले गरेको मेहनतको प्रतिफल तपाईले प्राप्त गर्न निकै गाह्रो पनि पर्ने अवस्था रहन्छ। पारिवारिक स्थिति कमजोर नै रहन्छ। अलिकति सुधारात्मक गर्नको लागि निकै गाह्रो, र चाहिँ धनको मामिलामा, आर्थिक मामिलामा पनि तपाई केही कमजोर नै भन्नुपर्ने अवस्था सिर्जना हुन्छ, किनकि यो 2022 साल जेठको महिना तपाईलाई त्यति उपयुक्त भने रहन सक्दैन। यो समयमा चाहिँ धनबाट समस्या हुन सक्छ, पारिवारिक क्षेत्रबाट समस्या रहन सक्दछ। जग्गा जमिनको कारोबार नगर्नु होला। जग्गा जमिनको कारोबारमा पनि तपाईलाई अहिले दुःख दिन सक्दछ। रोगले तपाईहरुलाई समात्न सक्छ। जेठ महिनामा तपाई साधन स्रोतबाट पनि जोगिएर अगाडि बढ्नु पर्ने वातावरणहरू सिर्जना रहनेछ, र बुद्धि र विवेकले काम लिँदा आय भावलाई चाहिँ विस्तारी जस्तो छ त्यसलाई नै निरन्तरता जान सक्ने वातावरणहरू पनि बढी मात्रामा सिर्जना रहनेछ। शुक्र ग्रहको शुभत्वले गर्दा केही चाहिँ तपाईलाई यो समयमा चाहिँ
अप्ठ्यारो परिस्थितिबाट बचाउने कोसिस पनि गरिरहेको नै हुन्छ। त्यस कारणले गर्दाखेरि शनिको अशुभता त तपाईले शान्ति गर्नुपर्छ। मैले अहिले भनिसकेँ, यो सुरुदेखि अन्त्यसम्म शनिको अवस्था हुने भएका कारणले गर्दाखेरि तपाईले यो अवस्थालाई विचार गर्न सक्नुहुनेछ। र सूर्यको अवस्था द्वितीय स्थानमा अलिकति चाहिँ अशुभ फल प्राप्ति हुने भएकाले सञ्चित धनको प्रयोग गर्नुपर्ने अवस्था सिर्जना आउँछ, या त तपाईको परिवारजनको कुटुम्बजनहरूको साथ प्राप्ति रहन सक्दैन, या त अचानक यात्रा गर्नुपर्ने परिस्थिति पनि तपाईलाई जेठ महिनामा सिर्जना रहन सक्दछ। अब मेष राशि भएका व्यक्तित्वहरू असार महिना चाहिँ कस्तो रहेको छ त तपाईहरुलाई? असार महिना मेष राशि भएका व्यक्तित्वहरूलाई चाहिँ जेठ महिनाको हिसाबले हेर्दाखेरि असार महिना निकै राम्रो रहन सक्दछ। त्यसमा जुन कुनै समस्याहरू हुन्छन् ती समस्याहरूबाट मुक्ति प्राप्ति गर्न सक्ने वातावरणहरू पनि सिर्जना हुन्छ र शरीरलाई हल्का हुन खोज्ने अथवा शरीर पनि हल्का रहन सक्ने वातावरण पनि यो समयमा सिर्जना हुन्छ। तपाईलाई यो समयमा अथवा असार महिनामा रिस त निकै उठ्ने हुन्छ, तर पनि रिसलाई अलिकति कन्ट्रोल गरेर अगाडि बढ्नु भयो भने असार महिना तपाईको 2082 सालको निकै राम्रो व्यतीत रहन सक्दछ र आम्दानीको हिसाबले पनि निकै राम्रो रहनेछ र व्यावसायिक रूपले पनि तपाईलाई यो समयमा निकै राम्रो रहनेछ। पढाइको क्षेत्रहरूमा पनि यो समय तपाईले अलिकति राम्रो पहिलाको भन्दा राम्रो गर्न सक्ने वातावरणहरू सिर्जना रहनेछ। अलिकति ध्यान केन्द्रित भने रहन सक्दैन, ध्यान केन्द्रित नभए तापनि तपाईले परिणाम चाहिँ बिस्तारै बिस्तारै राम्रो ल्याउन सक्ने अवस्थाहरू चाहिँ सामान्य रूपमा सिर्जना नै हुनेछ। त्यसकारणले गर्दाखेरि यो कुरालाई विचार गर्न सक्नुहुनेछ। शुक्र ग्रहको शुभत्वले गर्दाखेरि मिष्टान्न भोजनको आनन्द प्राप्ति रहनेछ, महिला जनावरबाट विशेष साथ प्राप्ति रहनेछ, सुख मन रमाउन खोज्छ, मनोरञ्जन र मोज मस्तीमा समय व्यतीत रहन सक्दछ र तपाईले चाहिँ यो समयमा अन्य महिनाको हिसाबले गर्दाखेरि यो समय तपाईलाई खुसी प्राप्ति रहन सक्ने महिना बन्न पुग्नेछ। अब श्रावण महिना कस्तो रहनेछ? श्रावण महिना तपाईलाई अलिकति दौडधुप गर्नुपर्ने अवस्था सिर्जना हुनेछ। यो समय अलिकति शत्रु लाग्न सक्छन्, शत्रुको अवस्थाहरूसँग जोगिनु पर्नेछ, शत्रुहरूबाट जोगिएर काम गर्नुपर्ने अवस्था बढी मात्रामा सिर्जना हुनेछ र शरीरले अलिकति दुःख पाउन खोज्छ, अलिकति चाहिँ तलमाथि अप डाउन गर्नुपर्ने अवस्थाहरू चाहिँ बढी मात्रामा सिर्जना भएको नै हुनेछ। यो समयमा तपाईलाई बुध ग्रहले शुभ फल दिन्छ, जसले तपाईको बुद्धि र विवेकले राम्रो काम गर्न सक्नुहुनेछ। त्यसकारणले आफूले हर कुराहरू विचार गरेर अगाडि बढ्नुपर्ने महिना श्रावण महिनामा रहनेछ र यो समयमा पारिवारिक जनमा स्वास्थ्य अवस्थामा हानि नोक्सानी हुन सक्ने र अलिकति अरुचि बढ्न सक्ने हैन र यो समयमा जस प्राप्ति नहुने वातावरणहरू पनि सिर्जना रहन सक्दछ। त्यही पनि आफ्नो विवेक पुर्याएर कार्य गर्नुभयो भने तपाईलाई यो समय मध्यम फल प्राप्ति गर्न सक्नुहुनेछ। धनको क्षेत्रबाट धनको कारोबार सकेसम्म यो समयमा गर्नु हुँदैन, शत्रुहरूसँग जोगिएर काम गर्नुपर्नेछ। साथ दिने व्यक्तित्वहरू कमै हुनेछन्। आफ्नो विवेकले काम गर्दाखेरि तपाईले चाहिँ यो समय राम्रो केही सरल व्यतीत गर्न सक्ने अवस्थाहरू चाहिँ सिर्जना हुन्छ, नत्र भने तपाईलाई चाहिँ अप्ठ्यारो परिस्थितिहरू सामना गर्नुपर्नेछ। भदौ महिना मेष राशि भएका व्यक्तित्वहरूलाई धेरै कठिन महिना पनि रहन सक्दछ। यो महिनामा तपाईको जस्तो श्रावण महिना जस्तो थियो त्यस्तै त्यस्तै आंशिक फलहरू महिनाको पूर्वार्धमा त्यस्तो फल मिल्नेछ भने उत्तरार्धमा केही परिवर्तन रहन सक्ने वातावरण यसमा सिर्जना रहनेछ। शुक्रको शुभ फलले अलिकति पारिवारिक क्षेत्रबाट चाहिँ तपाईलाई हल्का रहनेछ। यो समयमा आफ्नो घरमा आफ्नो स्थानमा रहेका व्यक्तित्वहरूले व्यापार व्यवसायमा वृद्धि गर्न सक्नेछन्। परिवार तपाईप्रति खुसी हुने वातावरणहरू पनि सिर्जना रहनेछ र अर्को कुरा महत्त्वपूर्ण कुरा यस समयमा आफ्नो आमा बाबा अथवा चाहिँ पारिवारिक जनको परामर्श लिएर कुनै पनि कार्य गर्दा तपाईलाई सफल बनाउने वातावरणहरू सिर्जना हुनेछ र घरमा कुनै पनि रोकिएको काम, लामो समयबाट रोकिएको काम अथवा विगतका महिनाहरूमा रोकिएका कामहरू चाहिँ यो भदौ महिनामा बन्न सक्ने अवस्थाहरू चाहिँ केही रूपमा बढी मात्रामा सिर्जना रहनेछ। आफ्नो घरको स्थानमा पनि आय अवस्थामा वृद्धि हुन सक्ने हुन्छ। परिवारजनमा नयाँ सदस्यहरू आउन सक्ने हुन्छ, नयाँ सदस्यको भेटघाट हुन सक्ने वातावरण पनि सिर्जना रहन सक्ने वातावरण रहन्छ र यही मनोरञ्जनको क्षेत्रले पढाइको अवस्था विद्यार्थी वर्गहरूलाई चाहिँ केही कमजोर गराउन सक्दछ र कमजोरको अवस्थाले गर्दाखेरि पढाइको क्षेत्रमा चाहिँ अलिकति ध्यान दिनुपर्ने अवस्था चाहिँ सिर्जना हुनेछ र व्यापार व्यावसायिक रूपले हेर्नु पर्दाखेरि पनि व्यापार व्यवसायमा पनि पदोन्नति हुने, स्तरमा वृद्धि हुने, आम्दानीमा वृद्धि हुने वातावरण भने सिर्जना नै
रहनेछ। अलिकति नयाँ लगानी गर्नलाई चाहिँ यो वर्ष नै जोगिनु पर्ने वर्ष हो। अन्य अवस्थामा चाहिँ भदौ महिना तपाईको लागि मध्यम फलदायी महिना रहन सक्दछ। र सूर्यको अवस्थाले गर्दाखेरि आफूलाई अलिकति व्यवस्थित ल्याएर अलिकति विचारपूर्वक अगाडि बढ्नु पर्ने हुन्छ, किनकि सन्तानको अवस्थामा पनि सन्तानको पक्षबाट केही कमी कमजोरी आउन सक्ने र आम्दानीको पक्षमा पनि विशेषतया चाहिँ जोगिएर कारोबार गर्नुपर्ने अवस्था चाहिँ भाद्र महिनामा तपाईहरुको लागि रहेको छ। अब असोज महिना के कस्तो रहन्छ त? असोज महिना तपाईहरुको लागि अलिकति खर्चिलो महिना बन्न पुग्नेछ। केही रूपमा आर्थिक समस्याहरू पनि रहन सक्दछन् र सामान्य टाउको दुख्ने अलिकति शारीरिक समस्याहरू पनि बढी वृद्धि भएर जाने अवस्था यो महिना रहन सक्दछ। तर पनि यो समयमा अन्य पक्षबाट जस्तो पति पत्नीबाट मिलेर कार्य गर्दा सफलता प्राप्ति रहन सक्ने अवस्था सिर्जना हुन्छ भने आंशिक लाभांश प्राप्ति गर्न सक्ने महिना पनि रहन्छ। अलिकति विचारपूर्वक कार्य गर्न जरुरी रहन्छ। यो समय तपाईको पढाइको क्षेत्र पनि अलिकति कमजोर रहेको छ, जसले खेलमा विद्यार्थी वर्गलाई खेलमा बढी मन जाने, मनोरञ्जनमा बढी मन जाने हैन, यस्तो अवस्थाहरू चाहिँ बढी मात्रामा सिर्जना हुन्छ। सामान्य रूपमा तपाईलाई शारीरिक रूपमा चाहिँ सुख प्राप्ति हुन्छ, बढी चाहिँ मेहनत गर्नुपर्ने अवस्थाहरू बढी मात्रामा हुँदैन। साथ दिने व्यक्तित्वहरूबाट पनि विशेष फेला राम्रो रहनेछ। व्यापार व्यवसायमा पनि तपाईलाई राम्रो फल र परिणाम प्राप्ति गर्न सक्ने अवस्थाहरू चाहिँ सिर्जना रहनेछ। अप्ठ्यारो परिस्थितिबाट उत्रिएर काम गर्ने वातावरण पनि तपाईलाई यो समयमा रहनेछ भने समयले थोरै घुमाइरहेको हुन्छ। समयले घुमाए तापनि तपाईको चाहिँ अथवा भाग्यले चान्स नदिए तापनि यो महिना तपाईले आफ्नो कार्यले अथवा आफ्नो मेहनतले त फल प्राप्ति गराउन सक्ने वातावरणहरू सृजना नै रहने देखिन्छ। त्यसकारणले गर्दाखेरि असोज महिना तपाईहरुको लागि मध्यम महिना रहेको देखिन्छ। अब कार्तिक महिना कस्तो रहन्छ त भन्दाखेरि कार्तिक महिना पनि शारीरिक सुख तपाईलाई मिल्नेछ, शारीरिक सन्तोष पनि तपाईले प्राप्ति गर्न सक्नुहुनेछ। यात्राको विविध अवसरहरू तपाईलाई प्राप्ति रहन सक्ने अवस्थाहरू सृजना रहन्छ। पारिवारिक बिछोड गराउन सक्ने अवस्थाहरू सृजना गराउँछ र परिवारबाट केही टाढा रहेर बस्नुपर्ने अवस्था पनि केही रूपमा सृजना हुन्छ। अलिकति पत्नीसँग मतभेद हुन सक्ने अवस्था सृजना हुन्छ। थोरै झगडाको वृद्धि हुन सक्ने वातावरण पनि यो समयमा बढी मात्रामा सृजना रहनेछ र कुनै पनि खुसी हुने वातावरण यो चाहिँ अलिकति दुखी बनाइरहेको हुन्छ। यो महिना चाहिँ तपाईको लागि शरीर सबै कुराहरू ठीक भएर पनि केही नमिलेको जस्तो वातावरणहरू बढी मात्रामा सृजना हुने हुन्छ। न त साथीहरूको साथ मिल्ने अवस्था सृजना हुन्छ, न त अन्य व्यक्तित्वहरूको साथ मिल्ने अवस्थाहरू पनि कमै मात्रामा भएको कारणले गर्दाखेरि अलिकति अप्ठ्यारो महसुस चाहिँ तपाईले गर्नुपर्ने अवस्था रहन्छ। तर पनि यो समयलाई अलिकति तपाईले विवेक लिएर कार्य गर्न नितान्त जरुरी रहन्छ। अलिकति आफ्नो विवेक पुर्याउनलाई चाहिँ निकै गाह्रो समय पनि हो र खर्च वृद्धि हुने अवस्था पनि यो समयमा रहेको छ। सानो समस्याले ठूलो रूप लिने वातावरण पनि यो समयमा तपाईलाई बढी मात्रामा गरिरहेको छ र जम्मा गरेको चीजको प्रयोग गर्नुपर्दा मन दुखी हुने वातावरणहरू पनि सृजना रहन्छ भने आफ्नै मान्छेहरू शत्रु बन्न सक्छन् र जसलाई तपाईले राम्रो सोच्नु भएको थियो ती व्यक्तिहरू शत्रु समान व्यवहारहरू बढी मात्रामा देखाइरहेको हुन्छ। त्यसकारणले गर्दाखेरि जो मन पर्थ्यो त्यो व्यक्ति मन नपर्ने वातावरण पनि सृजना रहन सक्छ। प्रेम सम्बन्धमा कमजोर हुने वातावरण पनि यो समय बढी मात्रामा रहन्छ। त्यसकारणले गर्दाखेरि कार्तिकको महिना मेष राशि भएका व्यक्तित्वहरूलाई जोग्नुपर्ने महिना पनि रहेको छ। अब मङ्सिर महिना भने जो मेष राशि भएका व्यक्तित्वहरू हुन्छ तपाईहरुलाई यो चाहिँ अलिकति कठिनको महिना हो। यो समय चाहिँ स्वास्थ्य अवस्थाको विशेष ध्यान दिनुपर्ने हुन्छ, किनकि यो समय अलिकति चोटपटकको भय पनि रहन्छ र धनको क्षतिको अवस्था पनि यो समयमा बढी मात्रामा रहन्छ। आफ्नो स्वास्थ्य अवस्थालाई चाहिँ विशेष ध्यान दिनुपर्ने महिनाको रूपमा मङ्सिर महिना रहेको छ। यो समयमा आफूले कुनै कुराहरू सोच्न पनि राम्रोसँग सकिरहेको हुँदैन। पत्नी साथ केही मिल्नेछ, घरि मिल्ने घरि नमिल्ने वातावरणहरू पनि सृजना रहन्छ। सन्तानको पक्षबाट अलिकति रुष्ट व्यवहार देखाउनु पर्ने वातावरण यो समयमा सृजना रहेको हुन्छ। घरको अवस्थाले पनि अलिकति मन खिन्नता गराइ नै रहेको हुन्छ। तर पनि हिम्मत लिएर कार्य गर्न सक्ने महिना रहेको छ। हरेस नखाने महिना पनि हो यो महिना। तपाईले चाहिँ जस्तो सुकै परिस्थिति भए तापनि त्यसलाई सामना गरेर अगाडि बढ्न
सक्ने महिना पनि रहन्छ मक्सिर महिना। त्यसकारणले गर्दाखेरि समस्या त पर्छ, तर समस्याको बाटो खोज्नलाई तपाईँ अगाडि बढ्ने महिना पनि रहन्छ। सामान्यतया मक्सिर महिना आफ्नो स्वास्थ्य अवस्थालाई विचार गरेर अगाडि बढ्ने र लामो यात्रा नगर्ने, छोटो यात्रा अथवा चाहिँ सानो काम आफ्नो दैनिकी कामलाई भन्दा बाहिर व्यक्तिगत कामहरूलाई चाहिँ त्यति विचार नगर्ने र धनको कारोबार यो महिनामा नगर्ने अवस्थाहरू चाहिँ विचार गर्नुपर्ने महिनाको रूपमा लिन सकिन्छ मक्सिर महिनालाई। पुष महिना मेष राशि भएका व्यक्तित्वहरूलाई मानहानि महिना पनि हो। अलिकति केही रूपमा अपमानको सामना पनि गर्नुपर्ने महिनाको रूपमा लिन सकिन्छ र अवसरहरू प्राप्ति गर्ने महिना पनि हो। केही किसिमका अवसरहरू पनि प्राप्ति रहने अवस्था रहन्छ। आफ्नो पक्षबाट 100% दिन सक्ने खुबी रहन्छ यो महिनामा। बुद्धि र विवेकले कार्य गर्दा सफलता पनि प्राप्ति गराउन सक्ने योग हुनुहुन्छ। विद्यार्थी वर्गको लागि पनि मध्यम फलदायी महिना पनि रहेको छ, किनकि यो समयमा विद्यार्थी वर्गहरूले आफूले सोचेको फल प्राप्ति गर्न सक्नेछन्, बुद्धि र विवेकले काम लिन सक्नेछन् र पढाइको क्षेत्रमा उच्च फल प्राप्ति गर्न सक्नेछन् र उच्च वर्चस्व पनि प्राप्ति गर्न सक्नेछन्। यो महिना त्यो किसिमको फल प्राप्ति चाहिँ सामान्य रूपमा रहनेछ। शुक्रको अवस्था, शुक्रको गोचरीय अवस्थाले गर्दाखेरि कुनै कुराहरू आश देखिन्छ, तर अनि त्यो प्राप्ति हुने बेलामा अर्काले लगेको जस्तो वातावरणहरू सिर्जना रहन सक्नेछन्। जस्तो जे भए तापनि फसेको धन प्राप्ति हुन सक्ने महिना पनि रहेको छ। चाहिँ यसलाई चाहिँ यो महिना पुष महिना मध्यम समान फल प्राप्ति गर्न सक्ने महिना पनि रहेको छ। अब माघ महिना मेष राशि भएका व्यक्तित्वहरूलाई शुभ फल प्राप्ति गर्ने महिना रहन्छ 2082 सालमा। यो माघ महिनामा चाहिँ रोकिएका कामहरू पुरा रहनेछन्। आश मारेका कामहरूको फेरि सुरुवात रहन सक्ने अवस्था सिर्जना रहनेछ। बिट मारेको कामको पनि पुनः सुरुवात हुनेछ। फसेको धन प्राप्ति रहनेछ। आत्मबल वृद्धि भएर जानेछ। घरको अवस्था सामान्य नै रहनेछ र आम्दानीको स्रोत बढ्दाखेरि मन खुसी नै रहनेछ। अथवा चाहिँ आफ्नो समय निकाल्नको लागि निकै गाह्रो पर्ने महिना पनि रहन्छ यो समयमा। धार्मिक यात्राको लागि मन जाने वातावरणहरू पनि यो समय सृजना रहनेछ। तपाईको माघ महिनामा रोकिएका कामहरू पुनः सुचारू रहने महिना पनि हो। यो अलिकति सन्तोषजनक महिना तपाईको लागि रहनेछ। फागुन महिना मेष राशि भएका व्यक्तित्वहरूलाई आय स्रोत वृद्धि हुने महिना पनि हो र यो महिना विविध यात्राहरू प्राप्ति रहन सक्ने महिना पनि रहन्छ। विदेश ताक्नेहरूको लागि विदेशको यात्राको अवसरहरू प्राप्ति रहनेछ। आम्दानीमा लगानी बढाउन सकिने महिना पनि तपाईको लागि यो महिना रहनेछ। आफूभन्दा मान्यजनको आशीर्वाद प्राप्ति गर्न सक्ने महिना पनि हो र आफूभन्दा मान्यजन भएका व्यक्तित्वहरूबाट प्रशंसा पनि प्राप्ति रहन सक्ने महिना तपाईको लागि रहनेछ। यो महिना आफ्नो घरको अवस्थामा चाहिँ कहिले माथि कहिले तल चाहिँ भइरहने नै अवस्था सिर्जना हुन्छ। विद्यार्थी वर्गको लागि पनि यो महिना निकै उत्तम महिना हो। आफ्नो सामान्य पढ्दै गरेका र थोरै जागिर गर्दै गरेका व्यक्तित्वहरूलाई पनि धेरै ठुलो खुसी मिल्न सक्ने महिनाको रूपमा पनि लिन सकिन्छ मेष राशि भएका व्यक्तित्वहरूलाई। यो समय हर कुराहरू हर खुसीहरू प्राप्ति हुँदै जाने अवस्था सिर्जना रहनेछ। राहुको अवस्थाले अलिकति दाहिने आँखामा समस्या बढाउन सक्ने र कहिलेकाहीँ छाती र टाउकोमा पनि समस्या गराउन सक्ने फागुन महिनामा रहन सक्दछ। अन्य अवस्थामा भने फागुन महिना निकै राम्रो महिना रहनेछ र राम्रो फल पनि प्राप्ति गर्न सक्ने, आफ्नो आँट र हिम्मतले आफ्नो कार्यकौशल देखाउन सक्ने समय पनि फागुन महिना रहेको छ। चैत्र महिना मेष राशि भएका व्यक्तित्वहरूलाई 2082 सालको हिसाबले हेर्नु पर्दाखेरि मध्यम महिना रहनेछ। यो महिना चाहिँ खर्च बढी हुनेछ, तनावमा पनि वृद्धि हुनेछ, स्वास्थ्य अवस्थामा पनि कमजोर महिना हो र स्वास्थ्य अवस्थाले पनि विशेष रूपमा बढी पेलिरहेको अवस्था यो समयमा गराउनेछ। आम्दानी त आउनेछ, त आउने भन्दा जाने बढी मात्रामा हुन्छ। समस्या पनि बढी मात्रामा आउँछ। समस्या आउने बढी मात्रामा समाधान गर्नको लागि लागि पर्नुपर्ने अवस्थाहरू चाहिँ रहनेछ। विवाद आइलाग्ने वातावरणहरू सिर्जना हुनेछ। आफ्नै व्यक्तित्वहरूसँग झडप हुने वातावरणहरू सिर्जना रहनेछ। आफ्नो परिवारजनहरू रुष्ट हुने वातावरण सिर्जना रहनेछ। चैत्र महिना चाहिँ मेष राशि भएको व्यक्तित्वहरूलाई मध्यम फलदायी वर्ष महिना पनि
पनि हो, बढी दौडधुप गर्नुपर्ने महिना पनि हो, तर पनि आंशिक रूपमा स्वास्थ्य पक्ष चाहिँ ठिकै र आम्दानी पक्ष पनि केही ठिकै हुनेछ भने अन्य पारिवारिक पक्ष चाहिँ केही अशुभ रहन सक्दछ। मेष राशि भएका तपाईँ सम्पूर्णले कुनै पनि कुराहरू प्रसङ्गहरू कुनै क्वेशनहरू सोध्न चाहनुहुन्छ भने भिडियोमा कमेन्ट गर्न सक्नुहुनेछ अथवा अगाडि रहेको व्हाट्सएपमा हामीलाई मेसेज पठाउन सक्नुहुनेछ। हामी तपाईँको चाहिँ जिज्ञासा पूरा गर्ने जमर्कोमा हामी अगाडि बढ्ने नै छौँ र जो मेष राशि हुनुभएको छ तपाईँहरूले 7.5 दशाको निवारण गरेर र सामान्यतया आफ्नो ग्रह कस्तो चलिरहेको छ 2022 को लागि अथवा चाहिँ यो वर्ष र अहिलेको अवस्थाबाटै कस्तो चलिरहेको छ त्यसलाई विचार गरेर अगाडि बढ्नुभयो भने यी महिनाहरूमा केही अशुभ बताएका मैले फलहरूमा पनि तपाईँलाई कमी आउनेछ, नत्र भने सुख शान्ति भएन भने यो बताएको फलहरूमा भने अझ वृद्धि रहन सक्दछ। त्यसकारणले चाहिँ कुरालाई विचार गरेर अगाडि बढ्न सकिन्छ। अब भने हामी चिना विश्लेषण कार्यको लागि अगाडि बढ्नेछौँ। योभन्दा अघिल्लो भिडियोमा जसले जन्ममिति समय कमेन्ट गर्नुभएको छ त्यहाँहरूमध्येबाट केही चिना विश्लेषण आज हामी तपाईँहरूको माझमा गर्नेछौँ है त। योभन्दा अघिल्लो भिडियोमा धेरैजनाले आफ्नो जन्ममिति समय कमेन्ट गर्नुभएको छ, त्यहाँहरूमध्येबाट आज हामीले एकजनाको लिएका छौँ। तपाईँहरूको पनि पालो आएन भने पनि निराश नहुनु होला, जन्ममिति समय कन्टिन्यू कमेन्ट गर्दै जानु होला, एक दिन पालो त आउने नै छ। आज भने हामीले अप्सरा तामाङजीको जन्ममिति लिएका छौँ। उहाँले जन्ममिति दिनुभएको छ 2073 साल कार्तिकको 29 गते समय बिहान 11:55 मेरो छोराको बारेमा हेराइदिनु भन्नुभएको छ। तिथि रहेको छ पूर्णिमा तिथि, वार रहेको छ सोमबार, राशि रहेको छ मेष राशि, नाम भने लेबाट आइरहेको छ भने मध्य नाडी मनुष्यगण रहेको छ। बाबु निकै मेहनती हुनेछन् पछिको समयमा, अहिलेको समयमा भने अलिकति बढी रिस आउनेछ, आवेगपना पनि बढी मात्रामा आउनेछ, कार्य सोचाइ र गर्ने क्रियाकलापहरू बीचबीचमा परिवर्तन भइरहने अवस्था रहनेछ। बाबु छोराको अलिकति ग्रह नमिल्ने अथवा बाबुबाट टाढा रहेर बस्नुपर्ने अवस्था केही रूपमा सिर्जना रहन सक्छ। पछिको समयमा त्यस्तो अवस्थाहरू चाहिँ बढी मात्रामा आउन सक्ने योग हो। आमाप्रति माया प्रेम स्नेह जागृत रहनेछ। पढाइको क्षेत्रमा चाहिँ आइटी क्षेत्रहरू अत्यन्त राम्रो रहनेछन्, टेक्निसियन क्षेत्रहरू पनि अत्यन्त राम्रो रहनेछन्। पढाइको क्षेत्रमा अहिले चाहिँ अल्छी रहने वातावरण छ, पढाइमा त्यति मन नजाने, तर पनि नम्बरको क्षेत्रमा नम्बर ल्याउने क्षेत्रमा चाहिँ राम्रो नै आइरहेको हुन्छ। त्यसकारणले गर्दाखेरि धेरै विचार र पिर मान्नुपर्ने अवस्थाहरू पनि छैन। अब अहिलेको ग्रह दशा हेर्नु पर्दाखेरि हालको ग्रह दशामा शुक्र ग्रह दशा र उल्का ग्रह दशा चलिरहेको छ। शुक्र ग्रह दशाले बाहिरी चाहिँ कुराहरूमा बढी मन जाने, दौडधुप गर्ने, खेल्न मन गराउने, पढाइमा धेरै ध्यान नदिने होइन, अरूका कुराहरूमा सुन्ने, रिस उठ्यो भने कराइहाल्ने, जङ्गिहाल्ने अवस्थाहरू पनि हुन्छ। उल्का ग्रह पनि चलिरहेको छ। त्यसैमाथि 7.5 शनि ग्रहको सुरुवात भएको छ। शनि ग्रहको सोची शान्ति गराउनु होला, नत्र भने चोटपटकको सम्भावना धेरै मात्रामा रहन्छ। त्यसकारणले गर्दाखेरि लागिसक्यो फेरि पनि लाग्ने वातावरण सिर्जना हुन्छ। त्यही भएर जोगिएर कार्य गर्नु होला, नत्र भने समस्या पराउँछ। तर परिवारमा उसको ग्रहले चाहिँ आम्दानीमा वृद्धि गराउने, आय स्रोतहरू बढेर जाने अवस्थाहरू चाहिँ सिर्जना हुन्छ। चोटपटक लाग्यो भने पनि ठुलो लाग्दैन, त्यसमा डराउनु पर्ने अवस्था पनि छैन। सोच शान्ति चाहिँ गर्नु होला है त। तपाईँहरू पनि जन्ममिति समय कमेन्ट गर्दै गर्नुहोस्। आजको लागि पनि हामीलाई बिदा दिनुहोस्। नमस्ते।